हेलो गाइजहरु वेलकम टु द अदर रियाक्सन भिडियोमा हजुरहरूलाई स्वागत छ गाइजहरु। आजको भिडियो पनि एकदम बवाल लिएर आइरहेको छु हैन गाइजहरु। एकदम खतरा खतरा एकदम बवाल छ। लेट्स गो गाइजहरु। भिडियोहरु सरकारलाई चारवटा कुरा माग राख्न चाहन्छु। पहिलो नम्बरमा बाहुनडाङ्गीलाई हात्तीको चरण क्षेत्र बनाएर 2 नम्बरी धन्दा गर्न पल्किएका व्यक्तिहरूलाई तुरुन्त कारबाही गरियोस् र चरण क्षेत्र बनाउनका लागि खोली कस्तो बोलेको यार, कस्तो बोलेको। मलाई लाग्छ हामीले सोचेको देश एउटै बनाउने कुरा हो, तर तपाईँले नयाँ गर्छौँ भन्नुभयो, नयाँ केही पनि देखिएन भन्ने कुरा राख्न चाहन्छु। सभामुख अर्थमन्त्रीलाई यो मैले के भयो सभामुख उहाँले मान्य सदस्य मिसिनले गरेको मान्य सदस्य मैले सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। विपक्षी बेन्चतर्फ फायर होइसन भाइ मान्य सदस्यहरू उठ्नु भएको छ। केही नयाँ विषयवस्तु छ कि पुरानै विषयवस्तुमा उठिरहनु भएको छ? क्या खतरा हान्देको निमुखा कमैया कमलरी हलिया चरियाका सवालहरू अझै यो सम्बोधन गर्दैन। आजका दिन कतै हुनुभएको शब्द मैले केलाएर बस्दा यहाँ कहीँ पनि फेरि पनि मुस्लिम मधेसीका शब्दहरू देख्दैन। अर्के दाजुको इन्ट्री भयो गाइजहरु, अर्के दाइको इन्ट्री भयो। माननीय हर्कराज राय, समय 6 मिनट। समय सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरू, आदरणीय खाली कुर्सीज्यूहरू, एकदम बवाल अर्को दाइले नि घरिघरि त ठ्याक्कै बवाल मिलाउँछन् नि। फेरि पूर्व प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा चाहिँ छ्यापछ्याप्ती छ। यो विषयलाई पनि सरकार र सम्बन्धित पार्टीलाई ध्यान आकर्षण गराउन चाहन्छु। साइबर ब्युरोको क्षेत्राधिकारलाई काठमाडौँ बाहिर पनि सशक्त रूपमा विस्तार गरी र सूचना तथा सञ्चार मन्त्रालयले विशेष गरी साइबर बुलिङ हुने साइट, फेसबुक र ब्याङ्किङ फ्रड हुने माध्यम व्हाट्सएपसँग समन्वय तारा के हुँदैछ यता, निर्यात खुलाउन जी टु जी पहल गर्नुपर्ने, चिया निर्यातमा डिप्लोमेटिक एक्सर्साइज बढाइनुपर्ने, दीर्घकालीन समाधान खोजिनुपर्ने, चिया टेस्टिङ ल्याब निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने। खत्तम। यो सरकारले ठुल्ठुला नारा कर्णाली, सुदूरपश्चिम र मधेसलाई बेचेर तपाईहरू यो सदनमा जुन बिलुङ गर्नुहुन्छ 35 वर्ष पुरानाले के गरे भन्नुहुन्छ, यो विषयवस्तु नल्याउनु पर्ने हो। एकैछिन रोकिनुहोस्। मान्य सदस्य, नियमावलीको कुन नियम आपत्ति हो भन्नुहोस्? छोटकरीमा माइक दिनुहोस्। के नियम आपत्ति हो बताउनुहोस्। उहाँले जुन चाहिँ बेचेको भन्नुभएको छ, बेचेर कहाँ बेच्नु भएको त्यो चाहिँ उहाँले प्रमाण देखाउनु। कसले बेचेको, कुन सरकारले बेचेको, यो सरकारले बेचेको तपाईँसँग प्रमाण छ? क्वेसन त एकदम बवाल है, एकदम बवाल। ल प्रमाण चाहियो। सूचना तथा तपाईँको चाहिँ के अरे सञ्चार मन्त्रालयलाई चाहिँ मैले अघि पनि भनिसकेँ, त्यसमा पूर्ण रूपमा ब्रेकडाउन यहाँले लिएर आउनुपर्छ भन्ने लाग्छ। अर्थमन्त्री हुँदैन थियो, मैले अर्थमन्त्री आएपछि चाहिँ आफ्नो भनाइ राख्छु भने आज पनि जम्मा 9वटा मन्त्रालयको छलफल छ, मन्त्री 2 मात्रै हुनुहुन्छ। मैले के भन्नु सभामुख महोदय, तपाईँलाई मैले निवेदन गर्न चाहन्छु। के गर्नु, कोही हुन्न। मैले कसलाई सुनाउने, तपाईँलाई सुनाएरै हुन्न होला। अघि अर्को दाइले भने कुर्सीलाई चुनाउँदा भयो त, कुर्सीलाई चुनाइदिनु त। पर्यो नि। अब तपाईँले 7 जना मन्त्री लाग्नुहोस्, त्यसपछि म द्वन्द्वमा राख्नु कुरा राख्छु।
मन्त्री हुनुहुन्छ खै 7 जना मन्त्री कहाँ जानुभयो के गरौँ अब म त्यत्तिकै बसिदिन्छु फेरि अस्ति पनि बसे नबसौँ भन्दा भन्दै माननीय सदस्य खुशबु ओली समय 12 मिनट अब गृहमन्त्रीज्यूलाई म केही सुझाव राख्न चाहन्छु। हालका वर्षहरूमा अनलाइन ठगी, डिजिटल वित्तीय अपराध तथा साइबर ठगीका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। साइबर ब्युरोले केही रकम फिर्ता गराउन सफलता हासिल गरे पनि एकदमै अपर्याप्त छ। उदाहरणको लागि साइबर ब्युरोको जानकारी अनुसार करिब 14 करोड रुपियाँ लै परो ल परो रागो माननीय सदस्य रुकेश रञ्जित राजमती कुमती जिके वो सपिरती हाय बाबा राजमती चा मुस्लिम समुदायको स्केल छ त्यो नेशनल इंटरनेशनल लेवलमा लैजान सकिन्छ भने गजल आपको पता ही है गजल बहुत अच्छा जा रहा है। माननीय सदस्य अगाडि बढ पुरा गाना गाइदिरहेको यस्तो पनि हुन्छ नेपालमा हुन्छ अरू ठाउँ नभए पनि नेपालमा जे पनि हुन्छ। अप्ठ्यारो भयो माननीय सदस्यलाई अगाडि बढाउँ। माननीय सदस्य अगाडि बढौँ विषयवस्तुमा अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय सम्मानित सभामुख महोदय सम्भवै छैन। तपाईँ 9वटा मन्त्रालयको छलफल गरिराख्नु भएको छ भने 2टा मन्त्री मात्रै कसरी भयो त मेरो आँखा कमजोर भयो सम्मानीय सभामुख महोदय अब हाम्रा पनि त्यस्तै सांस्कृतिक उत्पादनहरू छन् जस्तै पालपाली ढाकाको कुरा आउला हैन हस्तकलाहरू छन् हाम्रा कति पस्मिनाको कुरा छ यी सबैलाई थान्काका कुराहरू छन् यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने बजारीकरण गर्ने भन्दै गर्दाखेरि फेरि छुट्टै पढ्दैछ छुट्टै चल्दैछ एकदम छुट्टै चल्दैछ के भन्नु। हरेक युवा बालबालिका तथा सिङ्गो मानव समाजलाई लागू औषध प्रयोग गर्नबाट जोगाउनु पर्छ। कोही युवा वैदेशिक रोजगारमा माननीय सभामुख महोदय बडो विडम्बना सम्माननीय प्रधानमन्त्रीज्यूको फेसबुक वालको कभर पेजमा कभर फोटोमा नेपाली महिला फुटबल खेलाडीहरूको चाहिँ त्यो फोटो सामूहिक फोटो राखिएको छ। म सम्माननीय प्रधानमन्त्रीलाई भन्न चाहन्छु त्यो फोटो आफ्नो फेसबुकको लाइक कमेन्ट सेयर र त्यसको फलोवर बढाउनका लागि थियो कि सम्माननीय सभामुख महोदय अहिले अमेरिका मेक्सिको र क्यानाडामा फुटबलको 23औं संस्करण वर्ल्ड कप चलिराखेको छ। तर विडम्बना के भने नेपालमा अहिले त्यो वर्ल्ड कप हेर्नका लागि 979 रुपियाँ तिर्न पर्छ। यो सरासर लुट हो। निशुल्क सबै टिभी मार्फत निशुल्क हेर्ने वातावरण बनाइनु पर्दछ र माननीय सदस्य अहिले यहाँ वाद विवाद नगरौँ। माननीय सदस्य स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण हुँदैन। यो कुरा चाहिँ सही हो एकदम सही हो। यसो हामीले पनि हेर्न पाए त हुन्थ्यो पैसा तिर्नुपर्छ गाह्रो छ। आगामी दिनमा माननीय मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। माननीय सदस्य बस्नुहोस्। माननीय सदस्यलाई माइक दिनुहोस्। प्रतिनिधि सभा नियमावलीको 54 नम्बर र 55 नम्बरमा प्रश्न उत्तर सम्बन्धी स्पष्ट त्यहाँ नियम उल्लेख गरिएको छ। माननीय मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो नियम त लेखिएकै छ। सम्मानीय सभामुख महोदय मैले धेरै अनुरोध गरिसकेपछि अब मन्त्रीज्यूहरू आउनु भएको छ। अब मन्त्रालय चाहिँ 8वटा छ मन्त्री चाहिँ 6वटा हुनुहुन्छ। के हो यो उहाँको देश बनाउने टिममा अर्थमन्त्री पर्नुभयो। बजेटको बेला चलिरहेको बेलामा सम्माननीय प्रधानमन्त्रीको देश बनाउने टिममा चाहिँ अर्थमन्त्री नपर्ने कुराले के संकेत गर्छ
गर्छ भन्दा यो बजेटप्रति सम्माननीय प्रधानमन्त्रीको पनि विश्वास छ। तेरो बाबुले भन्छ खतम त्यसमा चाहिँ 3 जना मात्र रहेछन् हैन? 3 जना भनेको 3 जना मन्त्री, पूर्वाधार मन्त्री, प्रधानमन्त्री। तपाईँ चाहिँ हुनुहुँदो रहेछ। रवि लामिछाने छुट्नुभयो। देश बनाउने ठाउँमा तपाईँ हुनुहुँदो। अहिलेको बेलामा बालेन शाहको अनुहार समग्रमा देशको एउटा अनुहार, रवि लामिछानेको अनुहार समग्र एउटा देशको अनुहार हो। एकदम क्यामेराको फ्रेम एकदम सही हो, एकदम सही हो। हामी पनि सपोर्टमा छौँ, हामी पनि सपोर्टमा छौँ, हामी जेएनजी पनि सपोर्टमा छौँ एकदम। 3 करोड नेपालीको फोटो तपाईँको मोबाइलमा उठाउन सक्छ त? हो एकदम नेपालबाट जापान गएपछि एकदम एन्सर त एकदम बबाल दिएको है, बबाल एकदम बबाल। भाषा बोल्न ताल्नु पर्यो। फेरि मगर भाषामा कुलाङ्गान क्याले भन्न थाल्यो भने मिल्दैन। कुलाङ्गान क्याले भन्न थाल्यो भने मिल्दैन। जो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्राक्टरलाई कहाँ छ धरतीमा कहाँ छ त्यसलाई पनि हेर घर उठाउने होइन, त्यसले काम गरेर पनि खुट्टा भाँच्दैन। मतलब भयो रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। भन्नुपर्छ भन्नुभएको होइन, छिटो रोड बनाउनु पर्यो र त्यो रोडलाई भाइरल गराएर भाइरल रोडमा कम्मर भाँचेर नाच्नुपर्छ भन्नुभएको खासमा। भन्नु खोजेको चाहिँ एकदम सही हो, एकदम सही बबाल। कम्मर भाँच्ने भनेको अति इन्जिनियर हुनुहुन्छ होला, नाच्दाखेरि थोरै तल झरेर खुट्टामा पुगेछ। खुट्टा भाँच्ने भने होइन, आफ्नो खुट्टा भाँच्ने भनेको होइन, छिटो रोड बनाएर कम्मर भाँच्नुपर्छ भनेको। एकदम सही, एकदम बबाल छ। बन्दुकहरू पठाउँछ, क्षेत्र बाहुनहरूले सबै टट्टेर हुन्छ, उनीहरूकोमा चाहिँ धेरै पीडा हुन्छ। हामी मृत्युलाई हत्केलामा लिएर सानोदेखि बेलुकासम्म मृत्यु पर्खेर बसेर मान्छौँ, हामी पहिलेदेखि तर्किँदैन। हो एकदम बबाल है, डराउँदैन। तपाईँको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। धरानमा तपाईँले त्यहाँको कार्यपालिकाका सदस्यहरूलाई, त्यहाँका जनप्रतिनिधिहरूलाई पक्क दिक्क बनाउनु भएको थियो। मैले धरानले बल्ल 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 त्राण पायो। अब सिंहदरबार आउनुभयो, तपाईँको आलोचकले के भन्छन्? धरानले सुन्नु न, पैसा त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो नामै बोलाउँदा के सुन्नु न त्यसमा नि म आउँछु हैन। तपाईले पनि सहयोग गर्नु, हिसाब चाहिँदैन रे। तपाईले पनि सहयोग गर्नुहोस्। हिसाब दिनु पर्दैन भने अर्को साम्पाङले सहयोग आह्वान गरेर पुल बनाइदिँदैछ, त्यो योगदान होइन, एक्स्ट्रा योगदान होइन। हिसाब चाहिँ दिनु न। अब चाहे जस्तो गर्ने भने अर्कोचोटि चुनाव जितेर गर भन्ने खालको, तिमीहरूलाई पनि म ठिक लाउँछु भन्ने खालको अभिव्यक्तिहरू दिनु भनेको त यो त तपाईँको अत्यन्तै असभ्य, अत्यन्तै अनैतिक अनि अत्यन्तै गैर जिम्मेवार र कानुन बिना तपाईँको छ नि गैर कानुनी है खालको उत्तर हो। बाबाले एकदम खतरा दिएको है, खतरा। एक्लैले भाषणतिर बैठकै बन्द गरिदिन्छ न अनि बबाल हुने। अर्को दाजु बबाल एकदम खतरा। धरानमा खाने पानीको बजेट कसले हाल्यो त? अर्को सम्पाङले मैले हालेको भन्ने सरकारले लेखिदियो बजेट, तर लेख्न लगाएको चाहिँ मैले हो। देश बनाउने तपाईँहरू के बनाउने? उहाँहरूलाई काम गर्ने भन्दा काम गराउने ठुलो। सरकारले गुनासो गर्ने होइन, मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले। अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ। अब मान्य हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो, यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन, उस्तो कानुन बनेन भनेर गुनासो गर्ने भन्नुभयो, उहाँ नै जानुभयो। बनेकै छैन त गुनासो नगरेर के गर्नु? एकदम सही, एकदम बवाल लाग्छ है मलाई, एकदम बवाल लाग्छ। अब अभन्डा भन्ने शब्द मलाई यो कण्ठ गर्न दुई दिन लाग्यो होला सायद। यो शब्द सुनेकै थिएन त मैले। सचिवजीले भन्नुभयो अभन्डामा यति पैसा छ भन्नुभयो। के हो अभन्डा भनेको यस्तो यस्तो हो भन्नु। अनि मैले त्यो शब्दलाई त्यो कण्ठ गर्नलाई कण्ठ गरेँ। अनि अलिक बेलुकातिर त बिर्सिन्छु फेरि के भन्नुभएको थियो।
भन्नुहोस् त भन्नु उहाँलाई सोध्नु पऱ्यो मैले अनि त उहाँले भन्नुभयो फेरि सम्झेँ है ल अब कण्ठ गर्छु भने मैले कण्ठ गर्छु भनेको फेरि भोलिपल्ट त बिर्सिन्छ बाबैले बिर्से गर्छन् बाबैले बिर्से गर्छन् है यो अवन्न भन्ने शब्द बल्ल कण्ठ गरेको छु मैले सक्छ त कसैले इतिहासको कुरा गरेर बुझ्दिने है अघि इतिहासको कुरा गरेर बुझ्दिने कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन नसुना भयो तेरो प्यार 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 गर्ने बाबाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस् गएको छैन अझ यो राजाको शासन एकदम बवाल एकदम बवाल एकदम बवाल छ गधा र कुकुरहरूसँग त सङ्गत छ मेरो गर्ने के गाइजहरू सबजनालाई बाई बाई नेक्स्ट भिडियोको लागि सब्सक्राइब प्लिज गर्नु होला सब्सक्राइब गर्नु